म छु यो पोखराको हुलाघर र पछाडि दूरसञ्चार छ। यतापट्टि छ महेन्द्रपुलको बजार। यहाँ तपाईले देख्न सक्नुहुन्छ महेन्द्रपुल चिप्लेढुङ्गामा पोखरामा एकदम अव्यवस्थित रूपमा राखिएको गाडी, अव्यवस्थित रूपमा राखिएको बाइक स्कुटरहरू जसलाई पार्किङ गर्न पनि राम्रो ठाउँ नभएर एक्सिडेन्ट हुने, त्यहाँ बाइक स्कुटर निकाल्न गाह्रो हुन्छ। तर यो जुन यो हुलाघर छ यो खाली छ। जेन्जी आन्दोलनमा यो जलाएको थियो, त्यसपछि यो प्रयोगमा आएको छैन। तपाईले यसको यतापट्टि यत्रो ठाउँ देख्न सक्नुहुन्छ, 2 रोमा स्कुटर बाइक राख्न मिल्छ भने यतापट्टि पनि राख्न मिल्छ। र यो दूरसञ्चार हो, यसको भित्र छ अन्डरग्राउन्ड, जसमा तपाईले कमसेकम 200 वटा बाइक र स्कुटर राख्न सक्ने स्पेस छ अन्डरग्राउन्डमा। त्यसो गरेर यो महेन्द्रपुल र चिप्लेढुङ्गाको सम्पूर्ण साहु अनि स्टाफहरू जो हुनुहुन्छ उहाँहरूले चाहिँ आफ्नो बाइक स्कुटर छ भने त्यो यहाँ ल्याएर राखिदिने, व्यवस्थित रूपमा पार्किङ गर्ने। र यदि गाडीहरू छ भने यसरी यो गाडीहरूलाई चाहिँ गैरापाटन, यहाँबाट गैरापाटन जान धेरै टाइम लाग्यो, 2 मिनट लाग्ला। त्यहाँ लगेर गाडी राख्ने, बाइक स्कुटर यता राख्ने गर्ने हो भने हामी सामान किन्न आउने ग्राहकदेखि लिएर हरेकलाई चाहिँ एकदम सहज हुन्थ्यो कि उनीहरू चाहिँ आफ्नो हामीले पार्किङ गर्न पनि सजिलो, सामान किन्न पनि सजिलो र व्यापार पनि बढ्ने थियो। यति चाहिँ गर्न पाए हुन्थ्यो। काममा नआएको भवनलाई चाहिँ काममा ल्याउन सकिन्छ, अन्यथा यो यतिकै जीर्ण रूपमा छ।